हेलो गाइज, आज पनि मैले तपाईँहरूको लागि लिएर आइसकेको छु टप 3 हलिउड 18+ मुभी जसमा भरपुर सेक्स रहेको छ। सुरु गरौँ भिडियो। नम्बर 3 मा रहेको छ 2018 सालमा आएको मुभी जसमा कहानी देखाएको छ एक कपल हुन्छन् जसमा एक दिन उनले डिनरको लागि आफ्ना साथीहरूलाई आफ्नो घरमा बोलाउँछन् अनि घरमा बोलाइसकेपछि अब गेम खेल्न लाग्छन्। गेममा उस्तै टाइपको गेम हुन्छ। त्यसपछि एकअर्काको श्रीमती साटासाट गर्छन् अनि त्यसपछि फुल रोमान्स गर्छन् एकअर्काको श्रीमतीसँग। अनि त्यसपछि के हुन्छ यो मुभी गएर हेर्नुहोस्, एकदम राम्रो छ मुभी, हेर्न नछुटाउनु होला, जानुहोस् हेर्नुहोस्। नम्बर 2 मा रहेको छ 2023 मा आएको मुभी जसको कहानी रहेको छ एउटा केटी हुन्छ, एउटा गाउँमा एउटा केटी हुन्छ जसले धन्दा गर्छ, पैसाको लागि उसले सेक्सको धन्दा गर्छ। एक दिन उसको जीवनमा नराम्रो घटना घट्छ, त्यसपछि ऊ अर्को ठाउँ जान्छ। अर्को ठाउँमा पनि उसले त्यस्तै धन्दा गर्छ। ऊ र एउटा साथी हुन्छन्, दुवैजनाले धन्दा गर्छन्। एक दिन उनीहरूलाई पुलिसले पक्रिहाल्छ यसै कारणले। अनि त्यसपछि के हुन्छ यो फिल्म गएर हेर्नुहोस्, फिल्म राम्रो छ, एकदम रोमान्टिक छ, 18+ हो, गएर हेर्नुहोस्। नम्बर 1 मा रहेको छ मेरो फेभरेट मुभी जो 2022 मा आएको हो। मेरो त फेभरेटै हो, तपाईँ पनि जानुहोस् हेर्नुहोस्, तपाईँहरूलाई पनि अवश्य राम्रो लाग्नेवाला छ। यसको कहानी रहेको छ एउटा सुन्दर केटीको, यो जो बेस्या काम गर्छ, जो यौन धन्दा काम गर्छ। जो एक दिन हाम्रो हिरोले उसलाई देख्छ अनि हाम्रो हिरोले उसँग प्यार भइहाल्छ, उसँग लभ परिहाल्छ ऊ केटोले। अनि केटाले भन्छ त्यसलाई त्यहाँबाट हिँड भनेर भन्छ, तर केटीले मान्दैन किनकि केटीलाई उसैमा रमाइलो लागिरहेको हुन्छ। अनि कहानीमा के हुन्छ पछि गएर फिल्म हेर्नुहोस्, राम्रो छ, मेरो त फेभरेटै हो, गएर हेरिहाल्नुहोस्। अनि यस्तै भिडियोको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्। थ्याङ्क यू।